नमस्कार साथीहरू, सन्चै आरामै हुनुहुन्छ? म पनि सन्चै आरामै। अनि मैले है त रागीको चिला बनाएको छु। मैले यसमा सुजी र दही अनि रागीको आटा मिक्स गरेको छु। यो रागीको घोल चिला है, हजुरहरूले कसरी बनाउनुहुन्छ? यसमा केही गर्नु पर्दैन, के भन्छ सुजी रागीको आटा हालेर घोल्ने, अनि त्यसपछि दही हालेर घोलेर यस्तो बनाउने, त यसको चिला बनाउने। ल है त, कस्तो लाग्छ मेरो भिडियो? अनि हजुरहरूले पनि बनाउनुहुन्छ होला, कसरी बनाउनुहुन्छ सुझाव सल्लाह दिनु होला। आजको लागि यति नै। फेरि केही नयाँ भए फेरि अपडेट गर्दै गरौँ होला त। ओके, बाई।